तेरो अनुहार गोल भेडाको हेर्दै थिच्न मन लाग्छ। 2-4 दिन पर्खे कान्छा, तेरो बाउलाई पनि मसँग फोटो खिच्न मन लाग्छ। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थिएन। आजभन्दा ठ्याक्कै 12 वर्ष अगाडि बालेन्द्र शाहले राबबाजको ब्याटलमा यो कुरा भन्नुभएको थियो। 2-4 दिन त होइन, तर 12 वर्षपछि खोला फर्किएको छ। त्यही बालेनसँग यति बेला सिङ्गो देश फोटो खिच्न लालाहित भएको छ। देशको बागडोर नै जनताले बालेनको हातमा सुम्पिदिएको छ। सन् 2022मा काठमाडौँको मेयर एउटा स्वतन्त्र उम्मेद्वारका रूपमा लड्दा बालेनको हातमा एउटा लौरी थियो। राष्ट्रिय झण्डा काँधमा अनि हातमा लौरी बोकेर काठमाडौँको टोल टोल गल्ली गल्लीमा जाँदा बालेनका पछाडि 2-4 जना मात्रै मान्छेहरू थिए। त्यो देखेर मिडिया हाँस्यो, पुराना नेताले मजाक उराए र भन्न थाले, यो केटोले देश चलाउँछ। तर साथीहरू, इतिहासले सधैँ त्यहीलाई रोज्छ जसलाई दुनियाँले अन्डर एस्टिमेट गर्छ। उसँग न कुनै पुरानो झण्डा थियो, न कुनै ठूलो शक्ति। हिजो महानगरका व्यथितिमाथि निर्मम प्रहार गरेर कामबाटै लाखौंको मुटुमा राज गरेको त्यो विद्रोहीले आज सिङ्गो देशको भत्किएको जग उठाउन सत्ताको सर्वोच्च शिखरमा पाइला टेकेको छ। तर यो यात्रा कुनै चिल्लो सडकको यात्रा थिएन। हिजोसम्म सडकमा एक्लै उभिएको एउटा स्वतन्त्र विद्रोही जब राष्ट्रिय स्वतन्त्र पार्टीको आँधी बनेर राजनीतिको मूलधारमा होमियो, तब मेचीदेखि महाकालीसम्म यस्तो हुरी चल्यो जसले दशकौंदेखि जरा गाडेर बसेका सिन्डिकेटका पुराना किल्लाहरूलाई तासको महल झैं ढालिदियो। झण्डै 2/3 बहुमतको त्यो ऐतिहासिक सुनामी यसले प्रमाणित गरिदियो कि अब नेपाली राजनीतिको परिभाषा सधैँका लागि बदलिसकेको छ। बालेन्द्र शाह, जसले एउटा भुइँ मान्छेको सपनालाई सिंहदरबारको अभेद पर्खालसँग जुदाउने दुस्साहस गरे, जसले सिस्टमको अगाडि घुँडा टेकाउनु हुँदैन भन्ने शब्दलाई चिरेर छाती ठोक्दै गरेर देखाउँछु भन्ने इतिहास रचे। एकपटक सोच्नुस् त, नेपाली नयाँ पुस्ताले यी बितेका दशकौंसम्म के मात्रै भोगेन? कहिल्यै नसकिने राजनीतिक अस्थिरता, कुहिएको भ्रष्टाचार, कछुवाको गतिमा घिर्सिएको विकास। जब देश थाकेको थियो, जब जनता निराश थिए, त्यो बेला एउटा विद्रोही उठ्यो र उसले केवल चुनाव जितेन, उसले जनताको मुटु जित्यो। आज छाती फुलाएर भन्न मन लाग्छ, म नेपाली हुँ, किनकि हामीले प्रमाणित गरिसक्यौं सानो मान्छेले पनि ठूलो सिस्टम हल्लाउन सक्छ, एक्लो आवाजले पनि देश बदल्न सक्छ। र सबैभन्दा ठूलो कुरा, अब नेपाली जनता सुतेका छैनन्। साथीहरू, यो जित सिर्फ बालेन शाहको होइन, यो जित त्यो बाबुको हो जो दिनभरि काम गरेर पनि परिवार पाल्न सक्दैन। यो जित त्यो आमाको हो जो आफ्नो छोरालाई विदेश पठाउन बाध्य छिन्। यो जित त्यो युवाको हो जो आफ्नै देशमा सपना देख्न डराउँछ। साथीहरू, बालेन शाह प्रधानमन्त्री भएको खुसीमा भिडियोलाई लाइक गरी कमेन्टमा बालेन शाहलाई बधाई दिनुहोला र साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल।